नमस्ते, म सोनिया। वेलकम ब्याक टु माई च्यानल। आज मैले लिएर आएको छु सिङ्गल मदरहरूको सङ्घर्षको बारेमा कविता। सुरु गरौँ है त। मेरो सङ्घर्ष कसैले देख्दैन, कसैले लेख्दैन, कसैले सुनाउँदैन र न त कसैले बुझ्छ। म त केवल एउटी आमा छोरी भएर जन्मिएकी र अहिले एउटी सिङ्गल मदर। मायालु सपना बोकेर हुर्किएकी थिए, तर जीवनले मलाई किताबमा नपढेको पाठ पढायो। भनिन्छ नि, छोरा घर बनाउँछ त त्यसको शिरमा मुकुट राखिन्छ, तर छोरीले बनायो भने शङ्का, आलोचना र नजरकै चोट पाइन्छ। म आफैसँग डराउँथे, सपना देख्दा पनि हिम्मत गर्नु पर्थ्यो, किनभने म छोरी थिएँ, किनभने म एक्लै थिएँ। तर मनमा एउटा आवाज हुन्थ्यो, तिमी कमजोर छैनौ, तिमी आमा हौ। म बिहान बेलुका पसिना बगाउँछु, मेरो निन्द्रा त सपनामा पनि व्यापारको प्लान हुन्छ। बच्चा निदाएको बेला मात्रै म आफैलाई सम्झन्छु, म के गरिरहेकी छु, किन गरिरहेकी छु। सोध्छ समाजलाई, छोरा 40 पुगेर घर बनाउँछ, सबैले भन्छन् त्यो त गर्वको कुरा हो। तर म छोरी 30 नपुग्दै घर बनाउँछु, भन्छन् यत्रो पैसाको स्रोत के होला, कसरी बनायो होला, कोसँग भेट हुन्छ होला। आँसु झर्छ तर आँसु देखाउँदिन, किनभने म आमाको रूपमा छोरीलाई सपना देखाउन चाहन्छु र उसलाई देखाउन चाहन्छु तिमी पनि सक्छौ, डर नमान। कहिले काहीँ थकान लाग्छ, तर बच्चाको अनुहार हेरेपछि बल आउँछ। उसले मलाई मम्मी तिमी हिरो हौ भन्दा संसार जिते जस्तो लाग्छ। मेरो घर यो केवल इँटाको बनोट होइन, यो मेरो अधुरा सपना, अधुरा प्रेम र हजारौं आँसुको मूर्ति हो। म भन्छु म एकल आमा हुँ, म छोरी हुँ, तर म हार्नेवाली छैन। म सपनालाई हिम्मतले अगालेर बाँचिरहेकी छु। म समाजलाई देखाउन चाहन्छु, छोरी घर बनाउँछ भने त्यो उसको कमाईको सम्मान हो, शङ्का होइन। आज यो कविता मार्फत म सबै आमाहरूलाई, छोरीहरूलाई भन्छु, तिमीहरू कम छैनौ, तिमीहरूको हरेक आँसुमा शक्ति छ र हरेक सपना पूरा गर्न हिम्मत छ।